नमस्कार सबैलाई। यो पुरै बुटो देखाउँदै हो। ओ माथिसम्म बुटो देखाउ त, कसैले चिन्नुहुन्छ कि चिन्नुहुन्न? कसले चिन्नुभयो यो बुटो? अनि यसको चिन्नु भएको छैन भने यो चाहिँ यसलाई हामीले के भन्छौँ भने जेउँठ भन्छौँ। यो जेउँठले चाहिँ जेउँठको चोपले चाहिँ ब्लड धेरै भएको, कमजोरी यस्तो फिलहरू हुन्छ नि, ब्लड धेरै जाने, कमजोरी फिल भएको, यसलाई चाहिँ यो ठ्याक्क सानो टुक्रा बनाउने काटेर अनि चाहिँ घिउमा पुर्याउने खाने त्यस्तो गर्ने भने यो यसले चाहिँ कमजोरी पनि हटाउँछ। अनि त्यसपछि चाहिँ ब्लडहरू धेरै भएको त्यस्तो समस्या छ भने पनि हटाउँछ। यो त्यसको लागि सबैभन्दा राम्रो दबाई हो जेउँठको चोक। मैले यो स्टिक रहेछ, अब लगेर घरमा सुकाउँछु।